मुगुका 25 वर्षीय गणेश नेपालीले हिजो काठमाडौँमा आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह गरेका छन्। यो एकदमै दुःखद घटना हो। अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार छ, प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा सरकार चलिरहेको छ, देश चलिरहेको छ। यो सम्पूर्ण जिम्मेवारी यो सरकारले लिनुपर्छ। उनीले आफ्नो शरीरमा पेट्रोल छर्केर मर्नुको एउटै कारण थियो, उनी गरिब थिए। तर यत्रो 30-35 वर्षसम्म सत्ता चलाएर, देश चलाएर नेपाली जनतालाई गरिब बनाउने, कंगाल बनाउने काम कसले गर्यो भन्दाखेरि एमाले, कांग्रेस, माओवादीले सत्तामा पुग्ने अनि आफ्ना आसेपासे, आफ्ना वरिपरि भएका मान्छेलाई मात्रै सेवा सुविधा दिने, विदेशी ऋण ल्याउने, पोखरा इन्टरनेसनल एयरपोर्ट बनाउने अनि अरबौं पैसा भ्रष्टाचार गर्ने, तर उनीहरूमाथि छानबिन नगर्ने यी राजनीतिक दलले नै बचाउने। नेपाली जनतालाई भुटानी शरणार्थी बनाएर विदेश लगेर बेच्ने, उनीहरूबाट लाखौं करोडौं रुपैयाँ पैसा असुल्ने, आफै धनी हुने, आफ्नै नेताहरू धनी बनाउने अनि उनीहरूमाथि छानबिन नगर्ने यो काम कसले गर्यो? यी एमाले, कांग्रेस, माओवादीले। राजाले खोलेका उद्योग कल कारखाना बन्द गर्ने, नेपाली जनतालाई विदेश लगेर बेच्ने यो काम कसले गर्यो? कांग्रेस, एमाले, माओवादीले गरे। सरकार बनेको 100 दिन पुगेको छ, तर नेपाली जनता गरिब कसले बनाएको? यो बालेन सरकारले बनाएको हो। अनि तिमीहरूले किन बालेन सरकारको विरोध गर्नु पर्यो? बालेन सरकारको विरोध त्यति बेला गरिन्छ जब प्रधानमन्त्री बालेन शाहको कार्यकाल 5 वर्ष पुरा हुन्छ, अनि मात्रै बालेन शाहको विरोध गरिन्छ। तर अहिले तिमीहरूले यो विरोध गरिरहेका छौ नि, कति सुहाएको छैन, कति पनि सुहाउँदैन पनि। 5 वर्षसम्म बालेन शाहको तिमीहरूले विरोध गरेको सुहाउँदैन। यत्रो 30-35 वर्षसम्म यो देश लुट्यौ, यो देशमा भ्रष्टाचार गर्यौ, नेपाली जनतालाई गरिब बनायो, अहिले पेट्रोल छर्केर मर्ने बाध्य बनाउने तिमी कांग्रेस, एमाले, माओवादीहरू। एउटा देशको युवा गरिबीकै कारण पेट्रोल छर्केर मरेको छ, तर यी कांग्रेस, एमाले, माओवादीका नेताहरू, यी विपक्ष दलका नेताहरूले अहिले हेर त राजनीतिकरण गरेका। तिमीहरूलाई लाज शरम लाग्दैन? अहिले नेपाली जनतालाई पेट्रोल छर्केर मर्न बाध्य बनाउने एमाले, कांग्रेस, माओवादीहरू हुन्। यो विषयमा तपाईहरु के भन्न चाहनुहुन्छ? कमेन्ट गर्नुस् र सबै नेपाली कहाँ यो भिडियो पुग्नको लागि सबैजनाले एक-एक शेयर गरौँ है।